मेरो मम्मी, प्यारो मम्मी, मम्मी खै के लेखौँ म तपाईँको बारेमा, तपाईँले नै त मलाई लेख्नु भएको छ। त्यस्तो कुनै शब्द नै छैन मम्मी, जुन शब्दमा म तपाईँको मायाको, प्रेमको, तपाईँको त्यो सुन्दरताको, कोमलताको, तपाईँको त्यो धैर्यताको, ममताको, तपाईँले दिनुभएको त्यो त्यागको, बलिदानको व्याख्या गर्न सकौँ। मेरो मम्मी, प्यारी मम्मी, मेरो मम्मी एउटा हाउसवाइफ, साधारण महिला, जसले सायद जिन्दगीमा त्यस्तो कुनै केही जित्नु त भएको छैन, तर पनि हामी सबैको जितको कारण हुन्। हजारौं भावनाहरूको आभास हुन्। बिहान पख उदाउँदै गरेको मिरमिरेको किरण हुन्। अँध्यारोमा छाएको उज्यालोको रोशनी हुन्। मेरो मम्मी हाम्रो घरको रानी हुन्। निस्वार्थ निश्चल माया प्रेमको खानी हुन्। यो प्रकृतिको सुन्दर अनि पवित्र फूल हुन्। सृष्टिले रचेको कोमल मायालु रचना हुन्। मेरो चोटको मलम हुन्। मेरो लामो थकानपछिको आराम हुन्। मेरो दुःखको साहस हुन्। पूरा रूपमा रित्तेपछि भरिने आस हुन्। म अड्डिएको सास हुन्। मेरो शरीरको पूर्णता हुन्। मेरो मम्मी, प्यारी मम्मी, तपाईँलाई माता तीर्थ औँसीको अनमोल शुभकामना छ। ह्याप्पी मदर्स डे मम्मी।